धन्यवाद कार्यक्रम सञ्चालकज्यू, रेस्पेक्टेड म्याम सर र मेरा सम्पूर्ण सहकर्मी मित्रहरूमा म श्वेता भण्डारीको तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहन्छु। आज हुन गइरहेको काठमाडौँ मोन्टेसरी ट्रेनिङ सेन्टरले ग्रेजुएसन सेरेमनी जुन अर्गनाइज गर्दै हुनुहुन्छ र त्यसमा म सहभागी हुन पाउँदा धेरै धेरै खुसी लागिरहेको छ। मलाई यति चाँडो यो 3 महिना बित्यो थाहै नपाइकन बित्यो है। अब कति मान्छेहरूसँग हजुरहरूसँग चिनजान भयो, एकदमै रमाइलो गरी नै बित्यो। अब म्यामलाई धेरै इरिटेट पनि गरियो हैन। अब म्यामले एकदमै राम्रो गरेर जति नै रिस उठे पनि त्यो रिस चाहिँ उहाँको मुहारमा यो 3 महिनामा देख्न पाइएन। त्यसको लागि धेरै धेरै धन्यवाद म्याम। अब हजुरहरू पनि केही न केही गर्ने आशाले सोचले नै यहाँ आउनु भएको होला। मैले पनि त्यही सोचले नै आएको थिएँ, यही शिक्षा करियरलाई नै अगाडि बढाउँदै सिक्दै सिकाउँदै। अब धेरै कुरा चाहिँ सिकियो नै। अब बच्चा बुच्चीहरू हुन त हुर्कि नै सकेका छन् र पनि धेरै कुरा नजानेको रहेछ हुर्काउने क्रममा सिकियो। अब सायद लागू पनि गरिन्छ होला आफ्नो बच्चामा नभए। अब गएर स्कुलमा पढाउँदा ओर्दा बच्चा विद्यार्थीहरूलाई सिकाउँदा ओर्दा कसरी सिकाउने, के गरी सिकाउने, विभिन्न क्वालिटिजहरू हुन्छ बच्चाहरूमा। सबै बच्चा एकै नासै हुँदैनन्। त्यही अनुसारले अब हामीले नरिसाइकन आफ्नो जस कन्ट्रोल गरेर सबै कुरा सिकाउँदाखेरि चाहिँ जस्तो सुकै मान्छेले पनि सिक्न सक्छन्। हामीले नै अब अहिले उमेरको यो उसमा आएर एबिसिडी पढ्दैछौँ भनेपछि त बिचारा बच्चाहरू त भगवान् उनीहरूको त औँला जोडिएको पनि हुँदैन, केही नै बनेकै हुँदैन। त्यसलाई हामीले उहाँहरूलाई एउटा भनौँ न काँचो माटोलाई जस्तो बनाए त्यस्तै बनिन्छ भने जस्तो हामी अब उहाँहरूको भविष्य हाम्रो हातमा छ। अब राम्ररी यो उहाँको भविष्यलाई उज्जवल पार्छौँ, उहाँहरूको भविष्यलाई उज्जवल नै पार्ने एउटा प्रतिज्ञा नै लिएर यहाँबाट निस्किँदैछौँ। अब धेरैजनासँग चिनजान भयो, कतिको अब कतिलाई रिस पनि उठाइयो होला। अब धेरै बोल्ने बानी छ है, त्यसको लागि चाहिँ सरी। फेरि भेट्दा ओर्दा नबिर्सिनु होला। अब कुनै काहीँ न काहीँ त भेटिन्छ होला। अब सायद यो त अन्तिम नै छेड भइहाल्यो हाम्रो। अब कहिले काहीँ आउने जाने भनेको त भइ नै हाल्छ। सबैजना आफ्नो आफ्नो ठाउँमा आफू बिजी हुनुहुन्छ। अहिले नैदेखि नै बिजी भइसक्नु भएको छ। कतिजनाहरू बिजी नै भए बापत पनि यसो फलानुलाई त काहीँ न काहीँ भेटेको थियो है भनेर चाहिँ सम्झिनु होला, नबिर्सिनु होला। र अब एकदमै सक्सेसफुल लाइफ अहेड हजुरहरूको चाहिँ म एकदमै कामना गर्छु। राम्रो गर्नुहोस्, एकदमै उज्जवल भविष्यको चाहिँ म कामना गर्दछु। हस्त, धन्यवाद।